एप्पल, नाइक, फुटमान्डु, पठाओ, वाइवाई, रिबक, यी सबै नामहरू सुन्दा तपाईँको मनमा के आउँछ? यी नामहरू मात्र होइन, यिनीहरू लोगोहरू मात्रै होइन, यी कम्पनीहरूले आफ्ना ग्राहकसँग साट्ने अनुभव हो र यसैलाई हामी ब्रान्डिङ भनेर बुझ्छौँ। नमस्कार साथीहरू, स्वागत छ मेरो अर्को भिडियोमा। यसमा हामी आज ब्रान्डिङको बारेमा चर्चा गर्नेछौँ। एउटा सर्वसाधारण व्यक्तिको लागि ब्रान्डिङ भनेको के हो? उसको लागि लोगो अथवा चिन्ह मात्रै हुन सक्छ, तर ब्रान्डिङ योभन्दा धेरै बृहत छ। त्यसकै बारेमा हामी आज चर्चा गर्नेछौँ। यो कम्पनीले आफ्ना ग्राहकहरूलाई दिने सन्देश हो, कम्पनीले आफ्ना ग्राहकसँग साट्ने भ्याल्युजहरू हो, कम्पनीले आफ्नो भिजुअल जुन पहिचान बनाएको हुन्छ त्यसलाई पनि हामी ब्रान्डिङ भनेर भन्न सक्छौँ। हामीहरू आजभोलि ब्रान्ड्सलाई जताततै देख्न सक्छौँ, तर ओरिजिनली कुरा गर्ने हो भने 1650मा ब्रान्डिङको सुरुवात भएको थियो। त्यो बेलामा आफ्ना गाई बाख्राहरूलाई कुनै किसिमको छाप लगाइन्थ्यो, यो मेरो हो यो तेरो हो भनेर छुट्याउन सकियोस् भनेर। त्यसको ज्वलन्त उदाहरण हामी कलङ्की गएर पनि देख्न सक्छौँ। कलङ्कीमा जुन बाहिर उपत्यका बाहिरबाट जुन बाख्राहरू कोचेर ल्याएको हुन्छौँ, त्यहाँ गएर तपाईँ हेर्न सक्नुहुन्छ हरेक बाख्राको कसैको कान काटिया हुन्छ, कसैको पुच्छरमा चिन्ह लगाएको हुन्छ, कसैको ढाडमा छाप लगाएको हुन्छ। मिक्स नहोस्, तिम्रो र मेरो ब्रान्ड मिक्स नहोस् अथवा तिम्रो र मेरो बाख्राहरू पहिचान होस् सजिलै भनेर यसरी छापद्वारा ब्रान्डिङ गरे। र त्यसपछि बिस्तारै आएर काठका बाकसहरूमा जसलाई हामी ओकेजनली चाहिँ गुड सोर्स गुड क्वालिटीको पहिचान भनेर सुरु गर्यो। त्यहाँबाट बिस्तारै ब्रान्डहरू सिफ्ट भएर वस्तुमा हुन थाल्यो, सेवामा हुन थाल्यो, व्यक्तिमा हुन थाल्यो। सो यसरी निरन्तर क्रममा ब्रान्डिङ बढ्दै बढ्दै आएको। अब हामी कुरा गरौँ ठुला ब्रान्डहरूको। सबभन्दा ठुलो ब्रान्ड विश्वको कोका कोलालाई हामी मान्न सक्छौँ। कोका कोला जब फर्स्ट इस्टाब्लिस भएको थियो 1886मा, उसको फर्स्ट इयरको सेल गेस गर्न सक्नुहुन्छ? जम्मा 25 बोटल्स उसको फर्स्ट इयरको सेल थियो। र आजको डेटमा यो भोल्युम बढेर 190 करोड बोटल्स डेली सेल हुन्छ। यो हो पावर अफ ब्रान्डिङ। कहाँ कोका कोला 25 बोटल्सबाट आज आएर 190 करोड पर बोटल सेल गर्दैछ। दिस इज द पावर अफ ब्रान्डिङ। अघि मैले भने जस्तै ब्रान्ड केमा गर्न मिल्छ त? ब्रान्ड व्यक्तिमा, ब्रान्ड ठाउँहरूको लागि, ब्रान्ड सेवाहरूको लागि, ब्रान्ड रिलिजनको लागि इभन प्रयोग गर्न मिल्छ। सो अब कुरा गरौँ ब्रान्ड कुन बेला सफल ब्रान्ड भएर आउँछ त? ब्रान्डलाई त्यो बेला सफल मान्न सकिन्छ जब व्यक्तिले ब्रान्डलाई एज अ भर्ब युज गर्न थाल्छ। फर इक्जाम्पल, हामीले इन्टरनेटमा केही सर्च गर न त भन्नुको सट्टो हामी के भन्छौँ? गुगल इट भन्छौँ। गुगल इट भने के त? गुगल ब्रान्डलाई हामी एज अ भर्ब सर्चको ठाउँमा हामीले गुगललाई युज गर्यो भने द्याट इज द पावर अफ ब्रान्डिङ। हामी चिसो खाउँ न त नभनेर हामी कोक खाउँ न त भन्छौँ। द्याट इज द पावर अफ ब्रान्डिङ। when it starts using as a verb, that is what we call a big brand. जस्तो आजभोलि वाइवाईलाई पनि लिन सक्छौँ। हामी स्न्याक्स खानुको सट्टो हामी वाइवाई खाउँ त भन्छौँ। भोक लाग्योलाई हामी वाइवाईको नामबाट सम्बोधन गर्छौँ। द्याट इज वाट इज पावर अफ ब्रान्डिङ। सो यसरी आजभोलि हरेक कुरोलाई ब्रान्डिङ हुन थालेको छ। हामीसँग हरेक कामको लागि छुट्टै ब्रान्डहरू छन्। जस्तो साथी बनाउनलाई एउटा ब्रान्ड छ, होइन? इन्फर्मेसन सर्च गर्नलाई हामीसँग अर्को ब्रान्ड छ, किन्नु र बेच्नुको लागि हामीसँग अर्को ब्रान्ड छ। सो यसरी ब्रान्डबाट हामी चारैतिरबाट घेरिएका छौँ। हामीले नोटिस नगरेको हुनसक्छ, तर ब्रान्ड इज एभ्रिवेयर, इन योर होम, इन योर अफिस, इन द रोड इटसेल्फ, एभ्रिवेयर। अब साथीहरू कुरा गरौँ यस्ता प्रोडक्ट्सहरूको जुन कम्पनी हामीलाई थाहा छैन तर ब्रान्ड चाहिँ हामीलाई थाहा छ, होइन? जस्तो फर इक्जाम्पल कोलगेट कुन कम्पनीले बनाउँछ कसैलाई पनि थाहा छैन, तर कोलगेट ब्रान्ड नथाहा पाउने मान्छे एकदमै कम होला। हामी घर परिवारमा पनि ल टुथपेस्ट किन्ने बेला अब भन्दैनौँ, कोलगेट किनेर ल्याऊ भन्ने भन्छ। सो द्याट इज द पावर अफ ब्रान्डिङ। समटाइम्स यु डु नट नो द कम्पनी बट यु नो द प्रोडक्ट। द्याट इज द पावर अफ ब्रान्डिङ। अब हामी कुरा गरौँ प्रोडक्ट कति बेला व्यक्तिले खरिद गर्छ? when a person purchase the product, when it will solve any kind of problem. जब त्यो वस्तुले कुनै समस्या समाधान गर्छ त्यस्तो बेलामा त्यो वस्तु पर्चेज गरिन्छ। सो यो भयो प्रोडक्टको निडका कुरा। तर कहिलेकाहीँ हामी सोच्न सक्छौँ सुन चाहिँ किन किन्छ त? सुनले त हाम्रो कुनै समस्या समाधान गर्दैन। त्यसकारण अर्को इम्पोर्टेन्ट क्यारेक्टरिस्टिक के हो त प्रोडक्टको? त्यसले तिम्रो लाइफमा भ्यालु एड गर्छ। सुनले तिम्रो लाइफमा भ्यालु एड गर्ने हुनाले हामी किन्छौँ। समस्या समाधान त गर्दैन वासिङ मेसिन र फ्रिज जस्तो, तर उसले भ्यालु चाहिँ एड गर्छ।
है। ब्रान्डिङको कुरा गर्ने क्रममा हाम्रो देशको सबभन्दा पपुलर ब्रान्ड वाइवाईलाई हामी कसरी बिर्सन सक्छौँ? वाइवाई जुन बेला इस्टाब्लिस भएको थियो उसको टार्गेट ती कस्टमरहरू बेसिकली थिए जुन चाहिँ अरू उपत्यका बाहिरबाट माइग्रेट भएर उपत्यकामा आएका थिए, काठमाडौँ भ्यालीमा आएका थिए, पढ्नको निम्ति, जागिर गर्नको निम्ति, कुनै अरू वेबाट माइग्रेट भएर आएका व्यक्तिहरूलाई टार्गेट गरेर ती व्यक्तिहरूसँग केहीसँग समय थिएन पकाउने भने केहीलाई सिप थिएन, कोही खाना पकाउन जान्दैनथे भने उनीहरूले के युज गर्न थाले त इन्स्ट्यान्ट नुडल्सको कन्सेप्ट ल्यायो वाइवाईले र त्यो कन्सेप्ट एकदमै चल्यो। काठमाडौँमा म्याक्सिमम घरहरूमा उपत्यका बाहिरबाट आएका स्पेसली स्टुडेन्ट्सहरू, वर्कर्सहरूले वाइवाई नुडल कन्ज्युम गर्न थाले र त्यसरी बिस्तारै त्यो ब्रान्ड ग्रो भएर आजको डेटमा विश्वव्यापी रूपमा फैलिएको छ। साथीहरू, ब्रान्डिङ भनेको एकचोटि गरेर पुग्यो भन्ने कहिले पनि हुँदैन। यो एउटा कन्टिन्युअस इम्प्रुभमेन्ट गर्ने प्रोसेस हो जसमा हरेक कम्पनी सानादेखि ठुलासम्म लागि परेका छन्। जस्तो फर इक्जाम्पल लिउँ कोका कोलाको बारेमा नथाहा पाएको नसुनेको कोही होला र, तर पनि आजको डेटमा कोका कोला कम्पनीले करोडौं रुपियाँ खर्च गरेर एडभर्टाइजमेन्टहरू गरिरहेको छ। किनभने ऊ चाहन्छ कि उसका कस्टमरहरूले उसको वस्तु नबिर्सिउन्। बजारबाट 2 दिनको लागि तिमी बाहिरियो भने अर्को कम्पिटिटरले हात हालेर तिम्रो मार्केट खाइदिन्छ भन्ने डर उसलाई छ। त्यसकारण उसले आजको डेटमा पनि ठुला सुपरस्टार्सहरू लिएर एडभर्टाइजमेन्ट बनाएको देख्न सक्छौँ। त्यसकारण एडभर्टाइजमेन्ट कहिले पनि अथवा ब्रान्डिङ कहिले पनि एउटा ठाउँमा पुगेर ल मेरो त ब्रान्ड भयो अब म छोड्छु भन्न पाउँदैन। यो कन्टिन्युअस इम्प्रुभमेन्ट प्रोसेस हो र ब्रान्डिङको रूपमा जति पनि तिमीले आफ्नो वस्तुमाथि खर्च गरेको छौ, ब्रान्डिङ गर्न, एडभर्टाइजमेन्ट गर्न, प्रमोसन गर्न, यो लङ टर्म तिम्रो इन्भेस्टमेन्ट हो। यसले तिमीलाई लामो समयको लागि भविष्यमा सुनिश्चित हुने एउटा वातावरण सिर्जना गर्छ र पक्का पनि रिटर्न त आइ नै हाल्छ। बिकज युर प्रोडक्ट विल बिकम अ ह्युज ब्रान्ड एन्ड यु विल गेट अ गुड सेल्स इन द मार्केट। हस्त साथीहरू, आजको भिडियोमा यति नै। फेरि अर्को भिडियोमा नयाँ केस स्टडिजहरू, नयाँ इन्फर्मेटिभ नलेजहरू लिएर म फेरि आउनेछु। प्लिज मेरो भिडियोलाई लाइक, सब्सक्राइब र कमेन्ट गरेर मलाई हौसला प्रदान गर्नुहोला।